हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। मैले चाहिँ आज एउटा भिडियो बनाउँछु भनेर एडिट गर्दै थिएँ, के अरे भिडियो बनाउँदै थिएँ होइन। नानीले आएर फेरि म पनि भिडियो बनाउँछु भनेर बनाउनै दिने कि, अनि सँगसँगै बाबु पनि गरेपछि त कसरी भिडियो बनाउनु कि, मेरो त भिडियो बनाउने वातावरण पनि छैन कि। त्यहाँ हेर्नु न, आफै भिडियो बनाउँछु भनेर पुरा ट्राइपोड त्यहाँ तल गरिरहेको थिएँ। यस्तो छ नि, बाबुलाई पनि त्यो ट्राइपोड छुन परेको छ क्या, त्यो छुन नपाएर कति छटपटाएको छ क्या। त्यो मेरो काखबाट त्यहाँ जानलाई कस्तो गरेको छ कि। अनि बाहिरतिर यसो डुलाउन लिएर जान्छु भनेको, बाहिर फेरि आज यस्तो पानी परेको, कति ठुलो पानी परेको के। एकैछिन घाम लागिरहेको थियो, उतिखेर कत्रो पानी परेको क्या आज। फेरि मौसम पनि काठमाडौँको त कतिखेर पानी पर्छ कतिखेर घाम लाग्छ भन्ने थाहा नै हुँदैन। अनि बाहिर लान नमिल्छ, एकछिनभित्रै भयो नि खेलाउँछु भनेर एकछिनभित्रै खेलाएको। दुईवटा दिदीभाइ लडाइँ गरेर एकछिन त मिलेर खेले। त्यसपछि फेरि लडाइँ गरेर एउटा कोठामा त एकछिन पनि राम्रोसँग अडाउन नसकिने कि यिनीहरूलाई त।